हेलो हेलो साथीहरू, यो फल रे, यो फल कति मिठो भयो। यो फललाई यसरी अम्राईको पातमा राखेर यसरी अम्राईको पातमा राखेर अनि यसलाई दोबार्ने अनि के यस्तो गरी खाँदा कस्तो होला त मेरो विचारमा चाहिँ। एकदमै मिठो छ। हेर्नुहोस् है, एकचोटि विचार चाहिँ गर्नु होला। यसरी सबै यहाँ हल्जिन्छ अनि रस मात्रै आउँछ क्या।